सुमने तेरो मुला पानी गयो ल अब बल लाउँछ ल फेरि बडी उडो त जान्न त ल आज हामी त्यही माछा मार्ने ठाउँमा बबाल पाराले पार्टी गरिदियो आज मजा आयो कसम बबाल चाहिँ गर्नुपर्छ है मा ठिस भइदिइरहेकै मा कसम या लुक्सेर मा यो अर्को ग्याङ्स्टर यो बबाल हो यो बमलीको मेरो रुमाली मुलाले अझ दहन पल्टिरहेकै फेरि अर्को भाइ फेरि उता हावा पर अरू हामी यस्तरी हिँडेर आएका छौँ कता हो दोस्त बाटो कता यो भाइ सिम जानला भाइ खै कहाँबाट आएर को मान्छे हुनुहुन्छ हामी उहाँको प्रत्यक्ष रूपमा बाटो हो मिलाउन सक्छस् पजल हो मिलाउन अगाडि भेटाउने छु नमस्ते गर्दै भाइ हो क्या म गरिदिन्छु त यता यता म भाइले दे नमस्ते ल अब बल लाउँछ नमस्ते श्रीमती ल मा कसम मजा आयो हाम्रो भाइ हो नि त मा कसम जे भाइ आमा भाइ पहिलोचोटि भाइले राम्रो उसका घरमा गएर होइन तिम्रो घर नि कति बस्छ दिनदिनै बस्छ होइन तर त्यसको घरमा एकचोटि बस्यो यस्तो रमाइलो भयो क्या यस्तो दामी मा त्यति पैसा रातभरि बबाल हुने छ भाइ तास हुन पर्ने अझै तास खेल्दै बस्नुहुन्छ त्यो नभए नि तिमी हुन पर्ने कि त्यो रात कुरा गरेको ब्लग हुन्छ नमस्ते दशरथ दिनहरू तर उसको रिप्लाई बाढी होइन पानी पानी आयो अनि बाढी आयो तर त्यो रन्डीको रिप्लाई माथि आमा यता मम्मीले माथि सुमने तेरो मुला पानी गयो रास्तामान झिलिमिली पालेको छैन जाम कहाँ जाम बाहिरको बनाउँछ नि त मुखरमा हुन्छ कि असली सिरुपाते सिउ नापिटेको बोडी बस्दै छल गर फेरि बोल न भाइ भर बालोमा बोल ल कमेन्ट दिदेऊ न यस्तो हेरमा चिक्ने दर्शक दिनहरू मेरो बाल छ्या यार म चाहिँ फिल्टर लगाएर कस्तो कालो त्यो न तिम्रो भन्दा गोरो देखेछु है त्यही भएर यस्तो मलाई फलो यसको डिस्प्ले गयो क्या के होइन मलाई यो म्याच नजिक जाने अनि त्यस्तो हुँदो रहेछ ओ म्याच ओ म चाहिँ तैँले एउटा तैँले एउटा कहाँ देखाएको अगाडि आएको यता आनेको त्यही त म्याच के गेम माया लाग्छ गोली मुन्डो भाइ बलात्कार गरेर हालिम नचल्नु न सुमन यार के हो हटु न भाइ भनेर म चाहिँ तपाईँ यति बडी उडो त जान्न त आफै फेरि नजिक त्यही भाइ यहाँ फोटो देखाउँछु ल यहाँ म ल यो श्रीपति मदरफकिङ बेक मेरो पाएर छु अब यस्तै हो म इन्सानलाई झन् देखेँ छैन तोर फेरि देखियो नि भिडियोमा श्रीपति यो श्रीपति खान मुला फेरि म फेरि पो त फेरि म्याच सिक्नु लाउरे लाउरेको होइन दुर्गा सादाको फ्यान प्रवेश गरेर बाहिर निस्किन्छ यो यसले त मुत्या क्या तिम्रो म्याच सिक्नेले अहिले त्यहाँ पानी बुझाइदियो खासमा बुटोल घरमा आएको थियो क्या आँच्यो अस्ति नै त्यही भएर तिमी आमालाई भेटेर बुटोल बाबु किने पासो स्टुडियो बुटोलमा खाने होइन के को पासपोर्ट भन्नु काठमाडौँ बस्नु मलाई कसको रे बुटोल स्टुडियो भएर ए भ्यूमा हो कि त ए भ्यूमा रुद्रपुर त आफाले भन्छ एभ्रिथिङ इज ओके मान्छेले आँखा तिम्रो दुईटा ड्रेस छ कि नै अहिले दुईटा ड्रेस छैन
तिमीले नधोएको लाग म तिमीले लाज आउँथ्यो र नगाएको साथ हाल्छु त नि दोस्ताको किन त्यो ड्रेसहरू ल उता आउटले जाँदा फसियो त त्यो ड्रेस त भएर त 12मा न्युज आउँछ तिमी पर्दैन दिने कि नै ड्रेस दिन्छु त नधोको लागि अब तिमीले नधोए म धोएको धोको दिने कि नै धेरै कुरा नगरेर स्कुल हुँदा मलाई तिमी आउँछौ है छिटो म त कसम थियो जान्न भोलि नि जानु पर्छ ल म आएँ नि जाम चाँडी उठ्नु पऱ्यो जाने हो ढुक्क पियर हने 0 रुपियाँ अन्त नि तल आयो आन्टीको हातै सुति जस्तो यत्रै ठेटो झिक्छ भाँचेर काट यस्तो कोटाउने मलाई हातै के हो माइनस 5,000 रहेछ फिगर अब यसको माथि बुढा नि झुन्डिँदा नि ढाक्चिन्छ या जस्तो लाग्यो पिटिक पारिदियो पिटिक्क पारिदिने क्या त्यो त केही नाजुक भयो लाग्यो त्यो अब लाइन नआएको धेरै भयो 2 दिन भयो यता अनि यस्तै बनाउने राति हेर्ने लाइन आयो अहिलेसम्म होइन उतातिर हाम्रोमा छैन हाम्रोमा तिम्रो र हाम्रो फरक हो रन्डी उसको नेट चलिरहेको थियो तिमी बजीखेरि आएन हाम्रो ओइ भर्खर आएको क्या मैले नआउँदाखेरि आएको एउटा प्लान हो मस्त बल प्लान हो